सो आजको यो भिडियो चाहिँ हामी गरिरहेको छौँ 24 आवर सर्भाइभ च्यालेन्ज, त्यो पनि जस्ट 100 रुपिसमा। सो गाइज अहिले चाहिँ बिहानको 5:51 भयो, खोइ टाइम 5:51 भयो र प्लान चाहिँ के छ भन्दाखेरि हामीसँग सही भयो र त्यसो राइडिङ गर्नु हामीले अझै के सक्नुहुन्छ। त्यसैले हामी चाहिँ अहिले जाँदैछौँ चिया किन्न, र त्यो चिया किन्न चाहिँ हामी बसतिर सेल गर्नेवाला छौँ। सो बन्दै गर्नु होला भिडियोमा। र यहाँबाट अङ्कलसँग 100 रुपियाँको चिया किनेपछि हामी चाहिँ लाग्यौँ बस पार्कतिर। सो गाइज हामी आइसकेको छौँ यहाँ बस पार्कमा र अब चाहिँ हामी चिया पिउँदैछौँ। अगाडि जानु। अङ्कल चिया खानुहुन्छ? हामी चाहिँ खान्छ। सो हामीले फर्स्ट भिडियोसँग खाइसकेको छौँ। चिया खान्छ? चिया अङ्कल चिया खानुहुन्छ? हामी यस्तो दामी भिडियोसँग खाइरहेको होइन गाइज। एक्सक्युज मी अङ्कल, चिया खानुहुन्छ? र यसै गरी रिजेक्सनमाथि रिजेक्सन खाँदै अगाडि जाँदा एकछिनपछि कि यस्तो भइदिन्छ। फाइनली कस्टमर भेटाइसक्यौँ हामीले चाहिँ। होममेड चिया हो, कस्तो चिया एकदम टेस्ट गरेर भन। तातो चिया यस्तो बिहानीको समयमा ल खाइदिउँ है। A few moments later. सो गाइज चिया नबिगर चाहिँ हामी साइको भइसक्यो हम। बिहानदेखि दिवा खराब भइसक्यो, अझ एक कप त चिया पिग्यो। बिहानदेखि आएको 1.5 घन्टा भइसक्यो र अझसम्म एक कप त चिया पिग्यो। फर्स्ट बिजनेस फेल गाइज। सो गाइज हामी चाहिँ फेरि बस पार्कतिर आइसक्यौँ। अब चाहिँ के हुन्छ कि हेरौँ न। तपाईको सुर्खेत बिहान 5 बजेबाट साँझ 10 बजे भाडा मागे मासला 5-7 हजारले भाडा माग्ने खालको मान्छे हो। छोडिदिएँ मैले भाडामा। त्यस्तो किन गर्नु, भाडा किन माग्ने हो र? हामी त ठुला बडा मान्छे कहाँ भाडा माग्दै बस्ने हो कि भने होइन। तर यहाँ च्यान्जीलाई अझै पठाएका छैनन्। यदि घन्टी चिन्हले हार्न पर्छ नि एकपटक च्यान्जी केटाहरू। त्यस्तो तपाईँको यो च्यान्जी केटाहरू चिया चाहिँ राम्रो छ है, मिठो रहेछ। यिनले माग्दा यिनले थ्याङ्क यू सो मच। दायालाई बाई भनेपछि बचेको चाहिँ हामीले आफै खायौँ, किनकि त्यो चाहिँ हामीले बुझ्न सकेनौँ। सो गाइज अब चाहिँ हामी जाँदैछौँ नेपालगञ्ज र एटलिस्ट 20 किलोमिटर ट्राभल गर्ने च्यालेन्ज हाम्रो अब सुरु हुँदैछ। लेट्स सी के हुन्छ हेरौँ। र हामी चाहिँ बसमा बसिसकेको छौँ। सो हामी चाहिँ धम्मोजी पुगिसकेको छौँ। सिम्पली प्लान चाहिँ के छ भन्दाखेरि हामी चाहिँ यहाँ वरिपरिको माहौल बुझेर सामानहरू सेल गर्ने ट्राई गर्नेछौँ र लेट्स सी। वेल हामीले सोचे जस्तो माहौल त आएको थिएन, तर हामीसँग प्लान बी पनि थियो। त्यसैले हामी लाग्यो बागेश्वरी मन्दिरतिर। बट फेरि हामीले बाटोमा यो भेटाउँछौँ। सो गाइज हामी चाहिँ यहाँ भेटिसक्यौँ। एकदम काम लाग्ने दोकान हेरौँ, देखाउनु दोकानतिर जुम गर न। एक्सक्युज मी, हजुरहरूकोमा सब सामान त्यो लेडिजहरूको लागि मात्रै पाइन्छ कि कस्तो? एकदम काम लाग्ने दोकान हेरौँ। हामीले चाहिँ के सोचेको थियौँ भन्दाखेरि यहाँबाट सस्तो सामान किनेर बाहिर कसैले महँगोमा सेल गर्ने या ट्रेड गर्ने। तर सो गाइज हामी चाहिँ अहिले बागेश्वरी मन्दिर आइसकेको छौँ र प्लान चाहिँ के छ भन्दाखेरि हामीसँग अब क्यामेरा युज गरेर यहाँ चाहिँ हामी फोटोजहरू खिचेर पैसा कमाउने प्लान छ हाम्रो। र हेरौँ के कतिको सक्सेसफुल हुन्छ यसमा हामी चाहिँ। बाँकी अरूबाट खासै केही आश लागिरहेन।
नेपालगञ्जको भाइरल घर गाइज को बेला थाहा यसको बारेमा कमेन्ट गर्नु होला। टार्गेट त हाम्रो 1000 को थियो तर हामी यतिचोटि त्यहाँबाट बाहिर किन निस्क्यौँ त किनकि हामी निस्केको हामीलाई त्यहाँबाट निकालिदियो। हामी चाहिँ त्यहाँ जाने बित्तिकै कस्टमरहरू पाइरहेको थियौँ र त्यहाँको रेगुलर फोटोग्राफरहरू हेरेको थिए र तपाईँहरूलाई पनि लागिरहेको होला हामीले 2टा मात्र कस्टमर पायौँ तर एक्चुअलमा हाम्रो 4वटा कस्टमरको तिनीहरूले त्यहाँ फोटो खिच्न दिएन र यो सबै मोहमाया त्यागेर हामी गयौँ नास्ता खान किनकि बिहानदेखि हामीले चिया बाहेक केही खाएको थिएन। र बार बडीले एउटा सिक्रेट मिसन पुरा गरेपछि हामी लाग्छौँ घरतिर। सो गाइज हामी चाहिँ फाइनली कुलपुर पुगिसक्यो हामी र दिनभरि नेपालगञ्ज यति हिँड्ने आगे एकदम हालत खराब भइसक्यो दुइटैको। कुलपुर हामी पुगिसक्यौँ त्यसैले हाम्रो एक्चुअल भिडियो यहाँबाट सुरु हुन्छ। मेबी हामीले हाम्रो टार्गेट कम्प्लिट गर्न सकेनौँ, मेबी हामीले 1000 कमाउन सकेनौँ, मेबी हामीले 3 टाइमको खानै खान सकेनौँ या मेबी हामीले च्यालेन्ज नै जित्न सकेनौँ। बट एट द एन्ड अफ द डे हामी खुसी थियौँ। सायद यो त्यति थिएन होला जति उनीहरूले डिजर्भ गर्थे तर कतै न कतै यो त्यति नै थियो जति हामी उनीहरूलाई अहिले दिन सक्थ्यौँ। हाम्रो भिडियोमा केही कमी रहेको छ भने प्लिज सजेसन दिनु होला र सब्स्क्राइब फर मोर।